Hello guys, welcome back to my new vlog. आज हामी सबैको खाना छतमाथि खाना भइरह हाम्रो फ्यामिली ठुलो छ त्यही भएर किचनमा अटाउँदैनौँ के हामी त्यही भएर छतमा सबैजना यहाँ खाना खाना बस्नु भएको छ हाम्रो ठुलो फ्यामिली छ त्यही भएर किचनमा अटाउँदैनौँ हामी चाहिँ यस्तरी छतमा बसेर खान्छौँ हेर्नुहोस् दसैँ हामीलाई डर लागिरहेछ भोलि फुपू पुसाएपछि आउनुहुन्छ सबलाई यहाँ खानामा हतार्छ खन्चुवाहरू सबलाई म देखाइदिन्छु सब यहाँ खन्चुवाहरू हामी मेरो चाहिँ यता हाम्रो त्यो छ लाइट छतमा चाहिँ लाइट छैन यता चाहिँ लाइट छ उज्यालो हामी खाना खाँदैछौँ हाम्रो यहाँ वेलकम छ हाम्रो न्यू ब्लगमा अलि यता आइदिनुहोस् देखिनु मैले हजुरहरू साथी भर्यो अमान्सु माया गर्दै दिदीलाई नै अहिले मुड छैन मलाई केयर अफ द फ्यामिली हजुर म हाई गर्दैछु अनि हाम्रो दादा अनि हाम्रो ठुल्याडी हाई गरिदिनु मल्ल्याडी हाई गरिदिन्छु ड्याडी दादा हाम्रो ठुलो दादा दादा चाहिँ मम्मी अनि बाबु विश्व यता हेर्नु त ल हिमाल आइदिए लगाउने मान्छेहरू माइलो मम्मी हाई सी इज स्लिपी नाउ सरी फर दैट आउँसले लास्ट दिन खाना लाग्छ गाइस म चाहिँ खाना बसिसकेँ म चाहिँ अब खाना खाँदैछु म एउटा खुर्सानी खान्छु मटन भइसकेको छ हाम्रो मटन यो अमान्छु मलाई नभएर दादा भन्ने भयो बेला मेरो कान्छी मम्मी आइसक्यो कान्छी मम्मी आयो भन्दैछु आयो भन्दैछ ल किन घरकाले मलाई हेप्छ इग्नोर गर्ने भाइलियन भाउल खाँदै नि मासुको अचार खसीको अचार अलिक पिठोले
ल बाबु जुन के अब खाने तिमी मात्रै थियो सुतिया मेरो इमान भाइलाई पनि देखाउँछु फुपूलाई पनि देखाउँछु दाल बन्दा रागो म चाहिँ लाइभ इन गरेर हेरेको छु सो गाइस ए बाँदर यो बाँदर के हो साथी हेर न मम्मी कसरी खान्छ नानी मुखिन खेल्छन् कान्छुमलाई खिचिसके अब एकछिन सरेर देखाइदिन्छु म नै म हिमालय देखाउँछु के हिमालय गर्दै दादा अब दादालाई नि सभापति ज्यू हाम्रो सभापति ज्यू हाई भनिदिनु अब सभापति ज्यूलाई ए मेरो ड्याडी हो सिन्छ दादा यता हेरिदिउँ आज खाना कस्तो थियो सबले भनिदिनुहोस् त एकदम टेस्टी मैले भुटान गराएको आज सबै खुसी भइरहन् मैले भुटान गराएँ भनेर फर्स्ट टाइम मैले भुटान गराएँ भुटान मैले गराएको ल बाबु मलाई मालिले सिकाउनु ल कान्छमी खाना कस्तो थियो यस्तो भनिदिनुहोस् त मैले के गराएको अरे आज भनिदिनुहोस् न मैले भुटान गराएको आज मैले गराएपछि मिठो भइहाल्छ मैले गराउनै गराएपछि यस्तो